Thank you for this invite. Thank you, Binu, for being part of this discussion. Environment, पर्यावरण अब दार्जिलिङको कन्टेक्स्टमा हेर्दा एकदमै महत्त्वपूर्ण विषय भएको छ अहिले। दार्जिलिङमा अब थुप्रै च्यालेन्जेसहरू छ। हाम्रो इतिहास, भूगोल सबै हामीले हेर्दाखेरि त्यसको थुप्रै च्यालेन्जेसहरू हामी माथि लागि परेको छ धेरै सालदेखि। तर त्यो च्यालेन्जेसहरूमा मध्ये यो एन्भाइरोन्मेन्टल इस्युज एकदमै इम्पोर्टेन्ट भएर गएको छ। यो लास्ट 15-20 वर्षमा हामीले 15-20 वर्षको डेटा हेर्यौं भने है। अन्त मैले 4-5 वटा इम्पोर्टेन्ट यो एन्भाइरोन्मेन्टल च्यालेन्जेसहरू नोट डाउन गरेर राखेको छु। म अब भन्नु भुलिहाल्छु कि भनेर यो इम्पोर्टेन्ट च्यालेन्जेसहरूमा मैले 1 नम्बरमा चाहिँ मैले के राखेको छु भने हाम्रो डिप्लिटिङ वाटर रिसोर्सेस। हाम्रो वाटर रिसोर्सहरू तपाईको बिस्तारै बिस्तारै सुकेर जाँदैछ। स्पेशली हाम्रो सानो झोडाहरू, विशेष गरेर हाम्रो धाराहरू सुकेर जाँदैछ। र यो डिप्लेसन अफ वाटर रिसोर्सेसले गर्दा चाहिँ त्यसको डाइरेक्ट इम्प्याक्ट चाहिँ हाम्रो एग्रिकल्चरमा पर्नु गएको छ। र थुप्रो हाम्रो फिल्डको डेटाहरूले यो बताउँदैछ कि पानीको अभावले गर्दा हाम्रो एग्रिकल्चरको प्रोडक्सन र प्रोडक्टिभिटीमा धेरै त्यसले असर पार्दैछ। त्यो छोडेर पानीको अभावले धेरै अरू प्रब्लम जस्तै हेल्थ इस्युज, हाम्रो हेल्थ र हाइजिन इस्युजहरू पनि त्यसमा पनि इम्प्याक्ट गर्छ पानीको अभावले। हाम्रो इको टुरिज्म जुन चाहिँ हामीले एकदमै स्ट्रङली अहिले प्रमोट गर्दैछौँ दार्जिलिङ सिक्किम हिमालय रिजनमा, टुरिज्ममा पनि यसले एकदमै नराम्रो इम्प्याक्ट पार्छ हाम्रो अब प्रशस्त पानी छैन भने। र यसमा हामीले धेरै चर्चा गर्नुपर्छ, परिचर्चा, रिसर्च गर्नुपर्छ र अब लोकल गभर्नमेन्टले पनि यसमा अलिकति सिरियसली यसलाई हेरेर यसको काम गर्नुपर्छ। सेकेन्ड चाहिँ अब डिफरेस्टेसन। दार्जिलिङमा डिफरेस्टेसन एकदमै बेसी भएर गएको छ। लास्ट 40-50 वर्षको हामीले डेटा हेर्यौँ भने दार्जिलिङको फरेस्ट 50-55% बाट घटेर अहिले 35-36% छ दार्जिलिङ हिल्सको। त्यस्तो म्यासिभ डिफरेस्टेसन भएको छ यो फरेस्टको डेटा। अन्त हेर्नुहोस् यो अब हिल्स र माउन्टेन्समा गभर्नमेन्ट अफ इन्डियाको रुल्स रेगुलेसन्स अनुसार 60% त्यो जग्गाको एरियामा चाहिँ त फरेस्ट हुनुपर्छ। हाम्रो 60% को त पुरै छोड्यौँ, हाम्रोमा अहिले 35-36% छ होला। त्यसमा पनि भित्र टिम्बर स्मग्लिङ थुप्रो छ। त्यो फरेस्ट डिपार्टमेन्टलाई थाहा छ, मैले भन्नै पर्दैन। थुप्रो त्यसमा न्युज आर्टिकल्सहरूमा आइसकेको छ। टिम्बर स्मग्लिङ, टिम्बर माफियाहरू प्रशस्तै छ हाम्रो कालिम्पोङ दार्जिलिङमा। र त्यो फरेस्ट एरियाको पनि भित्र काफी हाम्रो फरेस्टको डेन्सिटी घटेर गएको छ। र डिफरेस्टेसन अब एकदमै मलाई लाग्छ एकदमै इम्पोर्टेन्ट एन्भाइरोन्मेन्टल च्यालेन्ज हो, जुन चाहिँ हामीले अलिकति यसमा काम गर्नुपर्छ। थर्ड इम्पोर्टेन्ट मलाई लाग्छ यो जलवायु परिवर्तन, क्लाइमेट चेन्ज। हामीले क्लाइमेट चेन्जमा बात गर्न थालेको त 40-50 साल भयो। तर पहिला त अब साइन्टिस्टहरूले मात्रै बात हुन्थ्यो, साइन्टिफिक पेपर्सहरू आउँथ्यो। तर अहिले चाहिँ क्लाइमेट चेन्जको यो एन्टायर क्लाइमेट चेन्जको डिबेट चाहिँ साइन्सबाट इकोनोमिक्समा गएर अहिले चाहिँ पोलिटिक्समा, अब अहिले चाहिँ पोलिटिसियन्सहरूले पनि बात मार्न थालिसक्यो। यसले गर्दा अब क्लाइमेट चेन्जमा बात मार्नु चाहिँ अहिले खासै पर्दैन। त्यो प्रायः सबैलाई थाहा छ जलवायु परिवर्तनको बारेमा। अब चाहिँ जलवायु परिवर्तनको कस्तो खालको प्रभाव हामीमाथि पर्दैछ त्यसमा चाहिँ हामीले बात मार्न थालिसक्यौँ। अब थाल्नुपर्छ, थालिसक्यौँ। र क्लाइमेट चेन्जले थुप्रो प्रब्लम्सहरू आइसक्यो। त्यो अब अघि मैले भने पानीको इस्युज पनि त्यसमा पनि क्लाइमेट चेन्जले ट्रिगर गरेको छ। हुनु त मान्छे हाम्रो ह्युमन एक्टिभिटीले पनि धेरै त्यसमा सहयोग गरेको छ। त्यस्तै अब क्लाइमेट इन्ड्युस्ड डिजास्टर, क्लाइमेट इन्ड्युस्ड एपिडेमिक्स र क्लाइमेट चेन्जलाई हामीले अब सिरियसली क्लाइमेट चेन्ज इम्प्याक्ट्सहरूलाई हामीले त्यसलाई लिस्ट गरेर त्यसको हामीले काम गर्नु थाल्नुपर्छ। फोर्थ इम्पोर्टेन्ट च्यालेन्ज अनप्लान्ड अर्बनाइजेसन। अब कालिम्पोङ, दार्जिलिङ, खरसाङ मिरिक हेर्नुभयो भने त्यतिको अनप्लान्ड अर्बन सेटलमेन्ट सायदै हामीले हाम्रो ग्लोबल साउथमा पाउँछौँ। यति पनि अनप्लान्ड छ। तपाईँ लाभा हेर्नुहोस्, खरसाङ हेर्नुहोस्, गाडी कुद्नु पाउँदैन। अब यहाँनिर लोकल गभर्नेन्स यति साह्रो विक छ। र अनप्लान्ड अर्बनाइजेसनले थुप्रो एन्भाइरोन्मेन्टल च्यालेन्ज, जस्तै भाइले अघि भनेको जस्तो तपाईँको रोडैमा तपाईँको ह्युमन फिकल्सहरू देखिन्छ है।
घोडातिर हामीले दुनियाँ बायो नन डिग्रेडेबल चिजहरू फ्याँक्छौँ र आई थिङ्क अर्बन यो अनप्लान अर्बनाइजेसनलाई पनि हामीले एकदमै सिरियसली लिएर काम गर्नुपर्छ दार्जिलिङ हिल्समा। अर्को पाँचौँ चाहिँ इम्पोर्टेन्ट चिज मलाई चाहिँ लस अफ ट्रेडिसनल नलेज। हाम्रो जुन चाहिँ ट्रेडिसनल नलेज बेस छ त्यो बिस्तारै डिग्रेड हुँदै जाँदैछ र त्यसमा हामीले त्यसलाई हामीले डकुमेन्टै गर्न सकेको छैनौँ। मैले हिजै हेर्दै थिएँ, अब 8-10 मिनटको डकुमेन्ट्री नागाल्यान्ड, यति मजाले नागाल्यान्डमा त्यो लोकल सिड्सलाई कसरी कन्जर्भ गर्नुपर्छ भनेर लोकल नलेज ग्यादर गरेर हाम्रो स्टुडेन्ट्सहरूले डकुमेन्ट्री बनाएको रहेछ। त्यस्तै गरी हामीले पनि यस्तो काम, हाम्रो पनि धेरै इम्पोर्टेन्ट ट्रेडिसनल नलेज बेसिसहरू छ दार्जिलिङ हिल्समा जुन चाहिँ हामीले डकुमेन्ट गर्नै सकेको छैन। र लास्ट इम्पोर्टेन्ट च्यालेन्ज चाहिँ अघि पनि मैले भनेको चाहिँ ह्युमन इन्ड्युस्ड डिजास्टर्स। जुन प्रकारले हामीले आफ्नो एक्टिभिटीले, हाम्रो ह्युमन एक्टिभिटिजले जुन प्रकारले नेचरल हजार्ड्सलाई ट्रिगर गरेर डिजास्टरमा कन्भर्ट गर्दैछौँ त्यसमा हामीले एकदमै सिरियसली काम गर्नुपर्छ। र यो 6वटा एन्भाइरोमेन्टल च्यालेन्जेस चाहिँ मैले देखेँ दार्जिलिङ